So hello and namaste. What's up guys? Welcome back to another video guys. So guys म आज चाहिँ गाउँ आएको थिएँ धेरै दिनपछि. So guys म चाहिँ आज हाम्रो केरा फार्ममा आउँदैछु. केरा फार्ममा चाहिँ कस्तो के भएछ भनेर यसो हेर्न आउँदैछु है guys. So guys यसमा चाहिँ हामीले चाहिँ यहाँ चाहिँ G9 भन्ने प्रजातिको केरा चाहिँ लगाएका थियौँ. हामीले सुरुमा चाहिँ फर्स्टमा यसमा अब यो अलि चिसो ठाउँ हो भनेर समथिङ हेटौडाबाट चाहिँ 32 किलोमिटर हाइटमा पर्छ. यो 32 किलोमिटर टाढा हेटौडा भन्दा चाहिँ पुरा मौसम चाहिँ चिसै हुन्छ. त्यही भएर हामीले फर्स्ट ट्रायलको लागि चाहिँ रोपेका थियौँ G9 केरा हुन्छ कि हुँदैन भनेर. तर तराईमा भन्दा चाहिँ अलि चाहिँ टाइम लाग्ने रहेछ फसल हुनको लागि चाहिँ. केरा फसलको लागि चाहिँ अलि टाइम लाग्ने रहेछ. सो गाइज अब यो सँगसँगै लगाएको केराहरूले चाहिँ एक फर्स्ट लटको केराहरू चाहिँ फसल भएर नि बेचिसकेको छ. सेकेन्ड लटकोहरू उभ्याएर छ भनेपछि यो चाहिँ अलि चिसो हाइट ठाउँमा भएर चाहिँ यसमा चाहिँ भर्खर फर्स्ट लटको मात्र फसल हुँदैछ. सो देख्न सक्नुहुनेछ भिडियोमा. गाइस अस्ति चाहिँ म आउने बेलामा चाहिँ यसको पातहरू चाहिँ सबै छाटकाट गरेर गएको थिएँ. सो अब सबै उसमा चाहिँ बिस्तारी केरा फल्ने क्रम बढ्दैछ. अनि यसमा चाहिँ कुनै कुनै बोटहरू चाहिँ पुरा केराको चाहिँ लोड भएर चाहिँ हुन्छ, त्यसले धान्न नसक्ने हुन्छ. त्यसको लागि चाहिँ हामीले टेकाहरू दिनुपर्दछ. सो त्यसमा चाहिँ आज चाहिँ यसमा कुनै टेकाहरू दिनुपर्ने अवस्था छ कि छैन भनेर चाहिँ म चेक गर्न गइरहेको छु. सो गाइज यो चाहिँ हामीले सुरुमा चाहिँ यसमा अब यो अलि चिसो ठाउँ छ, अलि हाइट छ नि त. हेटौडा भन्दा चाहिँ हाइटमा छ. मौसमहरू चाहिँ हेटौडासँग चाहिँ मिल्दैन जस्तै यो. त्यसको लागि चाहिँ सुरुमा चाहिँ ट्रायलको रूपमा चाहिँ हामीले 200 बोट जति चाहिँ रोपेका थियौँ. अब यसमा चाहिँ फसल सुरु भइसकेको छ. यसमा चाहिँ यसका पातहरू चाहिँ हामीले अस्ति छाटकाट गरेको थियौँ. सो अहिलेसम्म चाहिँ पातहरू ठिकै रहेछ. चाहिँ यसमा अलि लोड नधान्ने स्थिति आएर चाहिँ यहाँ टेका दिनुभएको रहेछ. बुवाले अलरेडी दिनु भइसकेको रहेछ गाइज. यो चाहिँ G9 प्रजातिका केरा हुन्. देख्न सक्नुहुनेछ तपाईहरुले यहाँ केराका बोटहरू. यसमा चाहिँ पुरा
2-3टा भइसक्यो रहेछ यसको बच्चाहरू चाहिँ। खास यसलाई चाहिँ काट्नुपर्ने हो, काटेर एउटा मात्र राख्नुपर्ने हो, तर हामीले चाहिँ काटेको छैनौँ किनभने यसलाई चाहिँ अन्तै हामीले सार्ने भनेर चाहिँ काटेको छैनौँ। सो गाइज आजको भिडियो यति नै। यसको चाहिँ G9 केरा सम्बन्धी चाहिँ फेरि अपडेट दिनेछौँ। सो गाइज बाई।